माक्रापाडा मन्दिर। अनि यहाँ देख्नु भएको खोला चाहिँ हो दुम्सीपाडाको र हिजो पानी आएको कारणले गर्दा चाहिँ यहाँ बाटो एकदमै खराब भइसकेको छ एक दिनको पानीले नै। र अब चाहिँ बर्खामा चाहिँ खोला आइ नै रहन्छ। अनि यहाँ चाहिँ हामी अहिले उत्रेर नि पार गरिरहेको छौँ। अनि हामी चाहिँ अहिले पुगिसकेका छौँ डलमर घुम्तीमा। अनि डलमर घुम्ती हुँदै चाहिँ हामी आइपुगेको छौँ माक्रापाडा मन्दिर र उहाँहरू पनि प्रसाद लिएर आइपुगिसक्नु भएको छ। र आज चाहिँ मन्दिर खाली नै हुन्छ, त्यसै कारणले पूजा पनि छिटो नै गरिसक्नुहुन्छ उहाँहरूले। र अगाडिको भ्यू चाहिँ सिनेमेटिकमा देखाउँछु। हामीहरू निस्किन्छौँ मन्दिरबाट। अनि म चाहिँ आइपुग्छु श्रीमान रबिन थापा अङ्कल घरमा। अनि अङ्कल पनि भर्खर नै कामबाट आउनु भएको छ। अनि मैले चाहिँ अङ्कलको लागि पनि प्रसाद लिएर आएको छु। अनि यहाँ चाहिँ हुनुहुन्छ भाउजू र यहाँ चाहिँ हुनुहुन्छ दिदी। अनि अङ्कल चाहिँ नानीसँग खेलिरहनु भएको छ। अनि अङ्कलले पनि एकदमै राम्रो राम्रो भिडियो बनाउनुहुन्छ। उहाँले धेरै मोटिभेट दिनुहुन्छ युथको लागि, धेरै राम्रो राम्रो ज्ञानको विषयमा भिडियो बनाउनुहुन्छ। र उहाँहरूसँग बात गरेर चाहिँ एकदमै खुसी लाग्छ। अनि भाउजूले चाहिँ लिएर आउनुभएको छ चिया। अनि चिया पिएर चाहिँ हामी उहाँहरूलाई बाई गरेर चाहिँ निस्किन्छौँ। र उहाँहरूले चाहिँ राम्ररी जानु भन्नुहुन्छ। अनि यहाँ देख्नु भएको गाउँ चाहिँ हो डलमर। र मेरो चाहिँ टोटोमा ब्याट्री पनि एउटा मात्रै हुन्छ। अनि म चाहिँ अहिले आइपुगेको छु दुम्सीपाडा बडा लाइन। अनि यहाँ चाहिँ बाटोमा भेट हुन्छ सुजाता दिदीसँग। र उहाँलाई पनि म घरसम्म पुर्याइदिन्छु। भेट्नेछु तपाईँहरूलाई अर्को नयाँ भिडियोमा। बाई बाई।